सब्सक्राइब गरिदिनु होला। साथीहरू हामी चाहिँ गोकर्णको पार्कमा आइपुग्यौँ। सेवा नमस्ते, म इन्दिरा राई। वेलकम ब्याक टु माई च्यानल। साथीहरू मेरो युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्दै आशा गरेँ म भ्लग स्टार्ट गरेको छु। अनि न्यू डे न्यू भ्लग। अनि साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। 1:30 बजेतिर भ्लग स्टार्ट गरिरहेको छु। अनि हामी चाहिँ आज कहाँ जान्छौँ? मेरो नाम सफिया। हामी चाहिँ साथीहरू गोकर्णको पार्कमा आइपुग्यौँ। साथीहरू। अनि यहाँ साथीहरू चाहिँ आइपुगेको छैन, यहाँ पर्खिरहन्छौँ गेट बाहिर। हामी चाहिँ टिकट यहाँ काट्यौँ अनि छिर्यौँ यता भित्र। लु गोकर्ण पार्क चाहिँ यस्तो रहेछ साथीहरू। अनि म चाहिँ फर्स्टचोटि आएको हो। हामी चाहिँ छिरिसक्यौँ भित्र। अनि राम्रै रहेछ, हेरौँ कस्तो कस्तो हुन्छ यता। दुईजना चाहिँ आइसक्रिम खाँदै हिँडिरहेछ। साथीहरू हामी चाहिँ उकालो चढ्दैछौँ। कस्तो छ यतातिर कस्तो छ। म चाहिँ फर्स्टचोटि आएको हो। हेरौँ कस्तो ठाउँ छ। म तपाईँहरूलाई पनि देखाउँछु है त। राम्रो रहेछ त यतातिर त। यस्तो रहेछ नि त। शीतल रहेछ त यस्तो। यता यो साइड चाहिँ के भक्तपुर होइन? के भन्छ हौ? खरिबुट आरुबारी। आरुबारी? म त भक्तपुर साइड हो भनेर सोचिरहेको छु। ल साथीहरू यस्तो छ यता गोकर्ण पार्क चाहिँ। हामी चाहिँ घुमघाम। ल यतातिर चाहिँ यहाँ त के ढुङ्गा पो रहेछ, अल्झिने रहेछ। बस त ल। यताभित्र चाहिँ यस्तो रहेछ। अनि तर घाम कस्तो गर्मी हो यस्तो छ। यस्तो छ है साथीहरू गोकर्ण। के छ के पार्क अरे? साइड पार्क। गोकर्ण साइड पार्क। हुन्छ। जेएनजीमा मरेको सबै नाम छ नि यहाँ हो। जेएनजी पछि बनाएको अस्ति हेरेको। यहाँ चाहिँ साथीहरू अस्ति यो जेएनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको यो रहेछ कति धेरै हो बिचाराहरू। के हो यस्तै छ साथीहरू। लु गोकर्ण साइड पार्क चाहिँ यस्तै रहेछ। अनि ठिकै छ, राम्रै छ यतिको। हामी चाहिँ यहाँ घुम्दैछौँ हेरिरहेछौँ, घुमिरहेछौँ। अनि तर अहिले चाहिँ ठ्याक्कै घामले भेट्ने रहेछ कि, त्यही भएर अलिक गर्मी छ कि। लु साथीहरू हामी चाहिँ शीतल तापेको है, कस्तो गर्मी रहेछ कि। यस्तो छ यता यस्तो गर्मी छ। हामी चाहिँ एकछिन शीतल तापेको। यहाँ तल चाहिँ गोकर्ण त्यो साकेला उभालेर उदाउली लाग्छ नि हो, त्यता जाने बाटो यो चाहिँ। लु साथीहरू यस्तै छ है आजको ब्लग। अनि हामी चाहिँ शीतल तापेर भर्खर निस्केको। हामी पनि यता अब गएर फोटो खिच्छौँ, टिकटक बनाउँछौँ। कस्तो घाम छ कि अहिले चाहिँ ठ्याक्कै घामले भेट्ने रहेछ कि। अनि हामी चाहिँ गर्मी भएर एकछिन शीतलमा बसेको। कस्तो मिठो हावा रहेछ कि, मिठो हावा आउने।
हामी पनि हावा खाएर यता निस्केको अब यता हामी छिर्छौँ यता घुमेर चाहिँ हामी यहाँ बस्छौँ है त ल यता राम्रो राम्रो ठाउँ रहेछ ल साथीहरू यहाँ चाहिँ यस्तै छ है राम्रो ठाउँ छ रहेछ यहाँ चाहिँ पान छैन क्या थोरै रहेछ यता यहाँ चाहिँ सबैजना फोटो खिचिरहेछ सबैजना फोटो खिचिरहेछ यता चाहिँ हामी चाहिँ घुमेर पनि फर्किसकेको हामी चाहिँ त्यो पार्कदेखि चाहिँ निस्किनु लाग्यो है त निस्किँदैछौँ घुमिसकेर पनि हामी निस्किँदैछौँ रमाइलो लाग्यो म फर्स्टचोटि आएको ठिकै रहेछ रमाइलै छ ठाउँ घुम्न आउनु होला सबैजना साथीहरू हामी चाहिँ हिँड्दै गएको है घर हिँडेरै जाउँ भनेर हामी चाहिँ हिँड्दै घर गएको हिँडेरै गए पनि धेर टाढो छैन के साथीहरू त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ है त सफलता यो भ्यू कस्तो राम्रो देखेको कति राम्रो देखेको ओए कति राम्रो देखेको साथीहरू म चाहिँ दिनदिनै हिँड्नु मात्रै मेरो काम भइरहेछ अहिले ओए हामी चाहिँ साथीहरू गफ गर्दै जानुपर्छ ल किनभने अब बिस्तारै आरामले शीतलमा गफ गर्दै जाने हो नि त साथीहरू तपाईहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला अनि तपाईँहरूले कहाँबाट हेर्नुहुन्छ अनि मलाई थाहा हुन्छ नि त कमेन्टमा लेख्नुभयो भने अनि तपाईँहरूको गाउँठाउँ कहाँबाट हेर्नुहुन्छ सबै कमेन्ट गरिदिनु होला अनि मलाई पनि थाहा हुन्छ नि त मेरो भिडियो पनि वाउ त्यो ठाउँमा पनि मेरो भिडियो पुगेर हेर्नु हुँदो रहेछ भन्ने हुन्छ नि त त्यही भएर कमेन्ट गरिदिनु होला गाइसहरू अलिक छिटो हिँडौँ है रात परिसक्यो अनि हामी हिँडेर घर पुग्नु पर्ने हुन्छ अलिक चाँडो सरक हाम्रो पाङ्राहरू सार्नु पर्ने हुन्छ है त है क्या साथीहरू हामीले यहाँ चिप्ले किरा पनि भेट्यौँ है यो के को दबाई हुन्छ भन्छ नि यस्तै निल्छ नि लु नि खसी बाख्रा मल भन्छ मल खेलाउने जस्तै लु झर्न लागिरहेछ अनि